नमस्कार। आज पनि म फेरि उपस्थित भइसकेको छु फुटबल सम्बन्धी केही रोचक कुराकानी गर्नका लागि। हिजो भएको फ्रेन्डली म्याच ब्राजिल भर्सेस साउथ कोरियाको गेम चाहिँ ब्राजिलको कुरा गर्दाखेरि यङ प्लेयर चेल्सीमा आबद्ध भएको स्टाइबाउले 2 गोल गरेर ब्राजिललाई लिड गराएको थियो र पछिबाट फेरि रोड्रिगो र भिनीले पनि गोल गरेको थियो। रोड्रिगोको हिजोको पर्फर्मेन्स हेर्दाखेरि अमेजिङै लाग्यो मलाई। रियल मेड्रिडमा खेल्न नपाए पनि रोड्रिगोले चाहिँ नेसनल टिमबाट चाहिँ 2 गोल गरेको थियो भने भिनिसियस जुनियरले 1 गोल 1 एसिस्ट पनि गरेको थियो होइन। र भिनीको पनि गेम चाहिँ कडै हो। हिजो पानी परेको बावजुद पनि ब्राजिलले चाहिँ त्यस गेममा चाहिँ एकदम सुधार लिएर चाहिँ गेम दामी खेलेको थियो हिजो चाहिँ है। अहिले ब्राजिलको टिम हेर्दाखेरि चाहिँ एकदम यङ प्लेयरहरूको बहुल्यता चाहिँ एकदम धेरै छ। एट्याकिङ लाइनमा चाहिँ प्रायः जस्तो यङ प्लेयरै छ सबै होइन। एकदमै दामी खेलेको थियो उसले चाहिँ। उसको गेम एकदमै दामी लाग्यो मलाई चाहिँ हिजोको। साउथ कोरियाको कुरा गर्दाखेरि चाहिँ हिजो पर्फर्मेन्स चाहिँ उनीहरूले पनि राम्रै दिन खोजे तापनि उनीहरूको स्कोरिङ लाइन अलिक राम्रो नभएको, सटन टार्गेट पनि अलिक खासै देखिएन उनीहरूको पनि होइन। त्यही कारणले राम्रो स्कोर चाहिँ निकाल्न सकेन, 1 गोल पनि निकाल्न सकेन। त्यही पनि बल पोजिसन चाहिँ उनीहरूको जस ब्राजिलको हेरिकन चाहिँ उनीहरूको पनि बल पोजिसन चाहिँ जस राम्रै हो एक हिसाबले हेर्नु। ब्राजिल जस्तो टिमलाई चाहिँ उनीहरूले बल पोजिसन आफ्नै हातमा राखेर पनि कतिचोटि चाहिँ एट्याकिङ गरेकै थियो, त्यो पनि उनीहरूले चाहिँ गोल चाहिँ गर्न सकेन राम्रोसँग। तर ब्राजिलको चाहिँ अब एकदम एक्सपिरियन्स क्लबहरूमा राम्रो खेल्ने खेलाडीहरू भएको कारणले पनि ब्राजिलको चाहिँ स्कोरिङ चाहिँ ट्याक राम्रै बेलामा निकाल्यो उनीहरूले। र नेक्स्ट म्याचको कुरा गर्दाखेरि चाहिँ पोर्चुगलको त कुरा गर्नै पर्यो होइन। पोर्चुगलले चाहिँ हिजोको गेममा पोर्चुगलको कुरा गर्दाखेरि चाहिँ रिपब्लिक अफ आयरल्यान्डलाई चाहिँ 1-0 को अन्तरले चाहिँ जितेको छ। रोनाल्डोको पेनाल्टी मिस भए तापनि लाभेसले चाहिँ गोल गरेर पोर्चुगललाई अग्रता दिलाएको थियो। समग्र रूपमा हेर्दाखेरि पोर्चुगलले 1-0 भए पनि जितेर वर्ल्ड कप क्वालिफाईको लागि चाहिँ उनीहरू दाबिदार अब भइसकेको छ लगभग है। र नेक्स्ट म्याचको कुरा गर्दाखेरि स्पेन भर्सेस जर्जिया। स्पेनले चाहिँ जर्जियालाई 2-0 को गोल अन्तरले जितेको छ र स्पेन पनि वर्ल्ड कप क्वालिफाईको लागि चाहिँ एकदम नजिक रहिसकेको छ। अब चाहिँ यस भिडियोको एकदम मेन टपिक भनेको चाहिँ फेरि ह्याट्रिक गरेको छ नेसनल टिममा। ह्याट्रिक हिरो नै भन्नुपर्छ अर्निङलाई चाहिँ। सिटीमा पनि अमेजिङ पर्फर्मेन्स गरिरहेको छ। यो सिजन मात्रै हल्यान्डले 21 गोल गरिसकेको छ है। अर्लिङ हल्यान्ड भनेको चाहिँ अहिलेको ओल्ड फुटबलको चाहिँ गोल मेसिन हो चाहिँ। एकदम अमेजिङ पर्फर्मेन्स पनि गर्छ उसले। राइट फुट लेफ्ट फुट दुइटाले एकदमै एक्युरेसी नै हुन्छ उसको गोल स्कोरिङमा चाहिँ। उसको ह्याट्रिक गोल हेरौँ है त। फर्स्ट गोल dangerous territory here, it's 2. सेकेन्ड गोल Just over a minute between goal number 2 and Haaland is back post and Haaland has his hat-trick. योपालि हल्यान्डकै क्याप्टेन्सीमा चाहिँ नर्वेले वर्ल्ड कप खेल्ने सम्भावना एकदम प्रबल रहेको छ। सायद वर्ल्ड कप पनि खेल्छ अब भन्ने चाहिँ मलाई लागिरहेको छ। नेक्स्ट म्याचको कुरा गर्दाखेरि चाहिँ अब MLS तिर जाउँ न। MLS तिर इन्टर मियामी मेसीको क्लब। अब मेसी क्लब भन्ने बित्तिकै एकछिन थोरै कुरा त गर्नै पर्यो होइन। मेसीको पर्फर्मेन्स त्यस्तै हुन्छ। अब फेरि उसले खेलिसकेपछि इन्टर मियामीको गेम नै पुरै चेन्जै भएको छ अहिले। मेसीले आज भएको खेलमा चाहिँ 2 गोल 1 एसिस्ट गरेको छ। आज पनि दामी पर्फर्मेन्स देखेको थियो। सुवारेजले पनि 1 गोल गरेको थियो, अल्बाले पनि 1 गोल गरेको थियो। बार्सिलोनाको फर्मर प्लेयरहरू सबैले आज चाहिँ गोल गरेको थियो। र त्यससँगै MLS को अहिले टप स्कोरिङमा मेसी छ। 26 गोल गरेर मेसी चाहिँ MLS को टप स्कोरर छ अहिले चाहिँ। आजको खेलमा सुवारेजले एउटा अमेजिङ गोल गरेको थियो होइन। त्यो गोल सँगसँगै सुवारेजको करियरमा उसले 600 गोल चाहिँ पुरा गरेको छ। सुवारेजको रेकर्ड चाहिँ राख्यो आजको खेलमा 600 गोल। नट अ जोक होइन। यो 600 गोल गर्नु भनेको सानो कुनै कुरो हुँदैन नि त। मेसीले गरेको आजको खेलको अमेजिङ गोल एउटा हेरौँ न त।
And I think that's what's The playoff Game 3 win. Here comes Messi after the takeaway. Curling shot. There it is. Number 25 on the year. Lionel Messi. A golden strike. Inter Miami off. र तपाईँलाई यो भिडियो कस्तो लागिरहेको छ केही जानकारीहरू पाइरहनु भएको छ भने कृपया सपोर्ट गरिदिनु होला है। मैले पनि भर्खरै अब भिडियो बनाउन थालेको, म पनि खासै केही त जान्न त, अलिअलि यसो आफूले जानेको कुरा चाहिँ ट्राई गर्न कोसिस मात्रै गरिरहेको छु। र आउँदो दिनहरूमा इन्ट्रेस्टिङ गेमहरू भएकोलाई चाहिँ म भिडियो बनाएर फेरि पनि उपस्थित हुनेछु भन्दै तपाईँहरू सामु चाहिँ म बिदा माग्न चाहन्छु। Keep loving, keep supporting. Bye bye.